जीवनमा सुरक्षा छ। मेरो नाम सुरक्षा केसी। तपाईहरुले सुन्नुभएको कथाको पात्र म नै हुँ। पात्र चरित्रमा त आएन, तर हरेक वाक्यमा शब्द बन्दै बन्दै आयो, किनकि मेरो जीवनमा सुरक्षा छ। हो, म कसैको जीवनको सुरक्षा बन्न पाएकोमा आफैलाई खुसी महसुस गर्दथेँ, तर त्यो खुसी प्राप्त गर्न मलाई निकै वर्ष कुर्नु पर्यो। सुरु अनि सुरुवात खै कहाँबाट गरौँ म? माटोको घर, काठको भर्याङ, अनि मानिसहरूले प्रश्न गर्छन्, तपाईँ कहाँ जन्मिनु भएको? म सिधै भन्छु, म भर्याङमा जन्मिएको हो। भर्याङमा जन्मिएको मान्छे हुँ म। दाङमा हाम्रो घर थियो, माटोको घर। मम्मीलाई सुत्केरी बेथाले च्याप्न थालेपछि हार गुहार गर्न लाग्नुभयो र घरको हजुरआमा अर्थात् बुवाको आमाले आमा प्रसव पीडामा छटपटाउनु भएको देखेर मलाई हत्त नपत्त त्यही काठे भर्याङमा जन्मनु भयो र यसरी निम्न मध्यमवर्गीय परिवारमा मेरो जन्म भयो। घरको कान्छो सन्तान अर्थात् मभन्दा माथि एकमात्र दाइ, कान्छो सन्तान त्यसमाथि एकमात्र छोरी भएको कारणले सबैलाई लाग्ला जिन्दगी त कति सहजपूर्ण बित्यो होला है। तर भनिन्छ नि, सेतो गुलाबको पनि छाया कालै हुन्छ। हँसिली रसिली उज्याली देखिने सुरक्षा बालापन त्यति उज्यालोमा बिताउन पाइन। यो सुरक्षाले जीवनमा सुरक्षा महसुस गर्न निकै कठिन भयो। सुन्नुहुन्छ कसरी? दाङको तुलसीपुरमा जन्मिएकी म परिवारले सन्तानको भविष्य राम्रो हुन्छ भनेर पोखरा जाने विचार गर्नुभयो। त्यसपछि व्यवसायको रूपमा पहिलो व्यवसाय दाङ भ्याली फ्रेस हाउस भनेर मासु पसल खोल्नुभयो। यसरी गाउँको रहन सहन बानी परेको मेरी आमालाई पहिलोपटक पोखरा जाँदा अलमल्लमा पर्नु कुनै नौलो कुरा थिएन। उनी निकै सोझी थिइन्, तर बाबा भने पहिलेदेखि नै टाठो अनि बाठो हुनुहुन्थ्यो। उहाँलाई व्यापार व्यवसाय गर्नुपर्छ भन्ने चेत थियो। कहिले दुध बेच्ने त कहिले खसी फलफुल आदि बेच्ने काम उहाँले थाल्नु भइसकेको थियो। तर उहाँलाई के लाग्यो भने खसी बेचेर नै फाइदा हुन्छ, तसर्थ ऋण धन गएर भए पनि मासु पसल खोल्न लाग्नुभएको थियो बाबाले। यता यसरी दाङबाट भविष्य राम्रो होला कि सन्तानको जिन्दगी सुख